हेलो गाइस, सेवा नमस्ते सबैजनालाई है। आज चाहिँ हामी हाम्रो किरात राईहरूको विशेष चाड साकेला गौलीमा यस पुसानको कार्यक्रममा आएका छौँ। अनि एकदमै धेरै गर्मी छ, त्यही भएर शीतलमा बसिरहेको छौँ। भर्खर नाच सुरु भयो, औपचारिक कार्यक्रम सकेर साकेला नाच्दैछ यहाँ पर सबै। यहाँ चाहिँ फेरि टिकटक भइरहेछ, नयाँ ट्रेनिङ छ। यहाँ म्याडम चाहिँ फेरि पुरै हुँदैछ, लाइनी भएर पुरै मेकअप सेकअप हाल्दै हुनुहुन्छ। घुमेछ ल चाहिँ लिम्बूहरूलाई स्वागत गर्ने कार्यक्रम भइरहेछ। चाहिँ यस प्रकार रहेको छ। भुसानको यो प्राङ्गणमा छौँ हामी, सम्राट खङ्गरमा रमाइलो भइरहेछ। अब चाहिँ हाम्रो लिम्बू दाजुभाइहरूले दाजुबहिनी सबैजनाले अब केराङ नाच प्रस्तुत गर्न गइरहनु भएको छ। केराङ नाच यस प्रकार अहिले चाहिँ हामी यहाँ खाना खाने कार्यक्रममा छौँ, खाजा खाने कार्यक्रममा छौँ। अब खानासाना खाइसकेर फेरि यहाँ जोरदार तरिकाले साकेला नृत्य भइरहेछ। साकेला नाच्नलाई हाम्रा दिदीबहिनीहरू, चेलीहरू
दाजुभाइहरू एकदम बवाल तरिका लागिपरेको छ। राति देखेको चिनेन होला। त्यही त त्यही भएर यसपालि चाहिँ पोहोरको भन्दा पनि अझै रमाइलो भयो, अझै बढी। गाइज आज चाहिँ साकेला एकदम रमाइलो भयो। हाम्रो बुसानको आजको साकेला चाहिँ अलमोस्ट सकिन लाग्यो। सबैजना बाटो लाग्दैछन् भनौँ न, जाँदैछन् मान्छेहरू। अब हामी पनि फर्किन लागेको, अब सबैसँग बिदाबारी लिएर फर्किन्छौँ। आजको भ्लग चाहिँ यहीँ गर्न चाहेँ है गाइस। तपाईँहरू राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला है। म चाहिँ अब बिदा चाहन्छु आजको भ्लगबाट। यसपालिको साकेला 2025 एकदम रमाइलो भयो, मजा आयो। अब फर्किन्छौँ हामी। तपाईँहरू पनि राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला है त गाइस। साकेला भन्ने बित्तिकै चाहिँ अब एकदमै हाम्रो किराँत राईहरूको चाहिँ महान पर्व हो नि त। एकदमै रमाइलो भयो, सभ्य भयो, मजा भयो। ल गाइस तपाईँहरू पनि राम्रोसँग बस्नु होला है त गाइस। ल अब हामी लाग्छौँ। बाई बाई, टेक केयर।